हामी यतिखेर गाडीबाट ओर्लिसकेपछि मुक्तिनाथ दर्शन गर्नको लागि हिँड्दैछौँ। मुक्तिनाथ दर्शन गर्नको लागि तल्लोको मुक्तिनाथ मन्दिरदेखि तल्लोको बजार हो यो। यहाँबाट हामी मुक्तिनाथ दर्शन गर्नको लागि हिँड्दैछौँ। यी दायाँ बायाँतिर शालिग्रामको पसलहरू यसरी फुटपाथमा राखिँदो रहेछ र धार्मिक परम्परा अनुसार शालिग्रामलाई विष्णुको अवतार भनिन्छ। यहाँ चाहिँ किन्न चाहिँ प्रशस्त पाइँदो रहेछ। यहाँ जान सक्नेहरू हिँडेर जाँदो रहेछन्। यदि जान नसक्नेहरू यो घोडाबाट अनि डोलाबाट पनि जाने व्यवस्था रहेछ र घोडा र डोलाबाट जाँदै हुनुहुन्छ भने तपाईँहरूलाई यसमा शुल्क लाग्छ र हिँड्नै नसक्ने एकदम टाढाबाट आउनुभएका वृद्ध श्रद्धालु भक्तजन हुनुहुन्छ भने उहाँलाई चाहिँ डोलाको व्यवस्था पनि हुने रहेछ। मन्दिर पुग्नको लागि यहाँ मन्दिर दर्शन गर्नको लागि पूजा सामग्रीहरू लैजानु छ भने यहाँ बजारमा किन्न पाइन्छ र दायाँ बायाँ बजार पाइन्छ। यदि योभन्दा पहिलो गेटभन्दा दोस्रो गेटमा पनि पूजा सामग्रीहरू पाइन्छ, नजिकै छ भने त्यहाँ चाहिँ अलि सहज हुन्छ। र यतिखेर अब हामी पहिलो गेटमा आएका छौँ र पहिलो गेटको दायाँ बायाँ रेलिङ छ। यसमा चाहिँ बायाँबाट उक्लनु पर्छ भने झर्ने बेला चाहिँ दाहिनाबाट झर्नुपर्छ र घोडाबाट सवार गर्दै हुन्छ भने यो रेलिङको दायाँ बायाँपट्टिबाट हामी माथि उक्लनु पर्छ र रेलिङबाट झर्ने बेला चाहिँ दाहिनापट्टि बाबाहरू चाहिँ त्यहाँ बस्नुहुँदो रहेछ र ती बाबाहरूले चाहिँ हामीलाई चाहिँ आशीर्वाद दिने, टिका लगाइदिने, खरानीहरूको टिका लगाइदिने र गर्ने रहेछ र उहाँलाई चाहिँ हामीले सक्दो चाहिँ दान दक्षिणा दिने त्यहाँको सकिँदो रहेछ। त्यहाँबाट हेर्नुभयो भने एकदम चिसो हिमाल देखिन्छ दायाँ बायाँबाट। यतिखेर हामी त्यो जाने बेलामा चाहिँ हिउँ परेको चाहिँ थिएन र पऱ्यो भने त एकदम चिसो, हिँड्न नसक्ने त्यस्तो चाहिँ त्यहाँ हुँदो रहेछ। अनि तपाईँ यदि मुक्तिनाथ दर्शन गर्न जाँदै हुनुहुन्छ भने सकभर हिउँदको समयमा जानुभयो भने एकदम तपाईँलाई सहज हुन्छ। र हामी अब यतिखेर दोस्रो गेट नजिकै आइसक्यौँ। यहाँनिरबाट नि पूजा सामग्रीहरू चाहिँ लग्यो भने अलिक नजिक र सजिलो हुँदो रहेछ। र यी अहिले पद झरेका छन्। यतिहरू वैशाख जेठतिर झर्नुभयो भने यी पनि धेरै हरियाली आनन्द लाग्ने ठाउँ हुँदो रहेछ। अब दर्शन मन्दिरमा आइपुगेका छौँ हामी यतिखेर यहाँ हामी आउँदाखेरि 12 बजिसकेको थियो। त्यसैले 12 बजेदेखि 1 बजीसम्म यहाँ मन्दिर चाहिँ बन्द हुँदो रहेछ र 1 बजेपछि मात्र चाहिँ दर्शन गर्न पाइने रहेछ। त्यसैले हामी अलिकति अलि चाँडै बिहान चाहिँ आउन सकिएन। त्यसैले अलिकति दर्शन गर्न फेरि वेट गर्नु पर्यो र मन्दिरको ठ्याक्कै अगाडि चाहिँ 2वटा कुण्ड रहेछन्। यी कुण्डमा पाप पखाल्ने कुण्ड भन्ने रहेछन् यो रहेछन् र मन्दिर दर्शन गर्नुभन्दा अगाडि चाहिँ यसरी नुहाइधुवाइ गर्ने रहेछ र यसमा 108वटा धारा छन् र यी 8वटा धारामा चाहिँ नुहाउने चलन रहेछ। एकदम चिसो थियो हामी त्यति जाँदाखेरि। अब हामीले कपडा पनि लगेर नगएकोले हामीले चाहिँ नुहाउन सकिएन। जाँदै हुनुहुन्छ भने मन्दिर दर्शन गर्न नुहाउनको लागि चाहिँ कपडा लगेर नि गयो भने सजिलो हुँदो रहेछ। नत्र भने एक जो कपडा लग्यो भने एकदम जाडो त्यहाँ चाहिँ हुने रहेछ। अनि त्यहाँको चाहिँ पानी चाहिँ त्यहाँबाट लिनको लागि चाहिँ खाली बोतल चाहिँ लग्यो भने तपाईँहरूलाई सजिलो हुन्छ र घरमा चढाउनको लागि पानी ल्याउने चलन चाहिँ त्यहाँ रहेको रहेछ। अनि उहाँ एकजना दाइले चाहिँ पानीको बोतलमा पानी भरेर लैजाने हुनुहुन्छ। एकदम सुन्दर हिमालको काखमा मन्दिर छ। जाँदाखेरि एकदम रमाइलो एकदम फिल हुन्छ। अब 12 बजिसकेर अब 1 बज्न लागिसकेको छ। अनि त्यसपछि यहाँ चाहिँ दर्शन गर्ने दर्शालु भक्तजनहरूले लाइनमा बस्नु भएको छ। एकदमै रमाइलो आनन्दको अनुभूति चाहिँ यहाँ चाहिँ भयो। किनकि एकदम माथि हिमालमा सुनसान वातावरण, गाडीको अब आवाजहरू नआउने एकदम रमाइलो छ यसमा छ। यदि तपाईँहरू पनि जानुहुन्छ भने सिजनमा चाहिँ गर्मीयामको सिजन पारेर जानुभयो भने एकदमै सजिलो हुने रहेछ। यो चाहिँ मन्दिर अगाडि ठ्याक्कै 2वटा कुण्ड छ। यसमा चाहिँ पाप पखाल्ने कुण्ड भनेको रहेछ। यसमा चाहिँ चुपेल्की मार्न र पानीमा डुब्ने र निस्कने गर्नुपर्ने रहेछ। र साह्रै जाडो हुने अनि अलिकति बुढाबुढी केटाकेटीहरू छन् भने चाहिँ एकदम गाह्रो हुने। त्यसरी
यसरी 7 पटकसम्म चाहिँ पानीमा डुबुल्की मार्यो भने अब पाख पखालिन्छ भन्ने चाहिँ यहाँ किम्वदन्ती रहेको रहेछ। मुक्तिनाथमा तपाईँले दर्शन गर्न आउनुहुन्छ भने चाहिँ मलाई चाहिँ